स्वागत छ सबैलाई आजको यस विस्तृत र गहिरो विश्लेषणमा। आजको विषय साँच्चै नै अलि फरक र गम्भीर खालको छ है। हो नि, कहिलेकाहीँ बाटोमा हिँड्दै गर्दा हैन एकदमै सामान्य देखिने पुराना घरहरूले कस्तो डरलाग्दो कथा लुकाएका हुन्छन् भन्ने कुराले सधैँ सोच्न बाध्य बनाउँछ। ठ्याक्कै बाहिरबाट हेर्दा त त्यहाँ केही असाधारण देखिँदैन नि त। तर त्यसको भित्ताभित्र नि विश्व इतिहासकै सबैभन्दा कालो र पीडादायी अध्याय जोडिएको हुन्छ। आज हामी त्यस्तै एउटा भवनको बारेमा विस्तृत छलफल गर्दैछौँ। यो भवन अस्ट्रियाको ब्राउनाउ एम इन भन्ने सानो सहरमा छ। हो, र यो त्यही घर हो जहाँ एडोल्फ हिटलरको जन्म भएको थियो। सुन्दा जति सामान्य लाग्छ नि यसको भित्री कथा त्यति नै भारी छ। एकदम। कुनै पनि देशले आफ्नो गौरवशाली इतिहास त सगर्व विश्व सामु राख्छ, तर यस्तो भयानक र पीडादायी इतिहास जोडिएको भौतिक संरचनालाई कसरी व्यवस्थापन गर्ने? त्यही त नि, यो प्रश्न साँच्चै नै जटिल छ। आजको हाम्रो यो छलफल केवल एउटा घरलाई के गरिँदैछ भन्ने प्राविधिक कुरामा मात्र सीमित हुने छैन। हो, एउटा राष्ट्रले आफ्नो विगतको सबैभन्दा ठूलो घाउलाई कसरी हेर्छ र त्यसलाई समाजमा कसरी प्रस्तुत गर्छ भन्ने गहिरो मनोवैज्ञानिक पाटोलाई पनि हामी बिस्तारै खोतल्दै जानेछौँ। र आजको यस विश्लेषणको मुख्य आधार भनेको अस्ति भर्खरै उकालो पत्रिकामा शनिबार 9 फागुन 2082मा प्रकाशित एउटा लेख हो, जसको शीर्षक छ हिटलर जन्मिएको घर अब प्रहरी चौकी। यो शीर्षक सुन्दा सुरुमा जो कोहीलाई अलि अनौठो लाग्न सक्छ। मलाई त एकदमै अनौठो लाग्यो। एउटा यस्तो ठाउँ जहाँबाट यति ठूलो विध्वंसको सुरुवात गर्ने व्यक्तिको जन्म भयो, त्यसलाई भत्काउनु वा कुनै सङ्ग्रहालय बनाउनुको साटो प्रहरी चौकी नै किन? प्रहरी चौकी नै किन भन्ने प्रश्न एकदमै जायज हो र धेरैको मनमा यो प्रश्न उब्जिएको पनि छ। यो निर्णयले स्थानीय स्तरमा कस्तो किसिमको हलचल ल्याएको छ भन्ने कुरा बुझ्नमा एकदमै उत्सुक छु। यसको पछाडि सरकारको एउटा निकै लामो र रणनीतिक प्रयास जोडिएको छ। इतिहासलाई अलिकति फर्केर हेर्ने हो भने सन् 1889 अप्रिल 20 का दिन हिटलर यही शहरको केन्द्रमा रहेको घरमा जन्मिएका थिए। अनि यो घर त वर्षौंदेखि निजी स्वामित्वमा थियो नि, होइन र? हो, ठ्याक्कै। अनि सरकारलाई सबसे भन्दा ठूलो डर के थियो भने यदि यो घर कुनै अति दक्षिणपन्थी वा नवनाजी विचारधारा राख्ने व्यक्तिको हातमा पुग्यो भने के होला? मतलब त्यो ठाउँ यस्ता चरमपन्थी समूहहरूका लागि एउटा के भन्छ तीर्थस्थल जस्तै बन्न सक्ने ठूलो जोखिम थियो। एकदम सही। त्यही तीर्थस्थल बन्न नदिन नै सरकारले यो कदम चालेको हो। तर के एउटा भवनलाई सरकारले त्यत्तिकै आफ्नो नियन्त्रणमा लिन मिल्छ र? मिल्दैन नि सजिलै। निजी सम्पत्तिको कुरा पनि त आउँछ नि। अझै यस्तो संवेदनशील विषयमा त कानुनी उल्झनहरू पनि पक्कै धेरै थियो होलान्। हो, कानुनी उल्झन निकै ठूलो थियो। त्यसैले त सन् 2016मा अस्ट्रिया सरकारले एउटा विशेष कानुन नै पारित गर्नु पर्यो। भनेपछि त्यो कानुनको मुख्य उद्देश्य भनेकै कुनै पनि हालतमा यो भवनलाई राज्यको नियन्त्रणमा ल्याउनु थियो। हो, निजी स्वामित्वमा रहँदा त्यहाँ जुनसुकै गतिविधि हुन सक्ने वा लुकीछिपी चरमपन्थीहरू भेला हुन सक्ने डर सरकारलाई थियो। राज्यले यसलाई नियन्त्रणमा लिएर यस भवनसँग जोडिएको जुन एउटा नाजी साख वा कालो आकर्षण छ त्यसलाई जरैदेखि मेटाउने नीति अघि सारेको हो। ठ्याक्कै। र अहिले त्यहाँ जीर्णोद्धारको काम अन्तिम चरणमा पुगेको छ। योजना अनुसार सन् 2026 को दोस्रो त्रैमासिकभित्र त्यहाँ अस्ट्रियाको प्रहरी सर्ने पूर्ण तयारी छ। यसलाई यसरी बुझौँ, कुनै पनि खराब विचारधारालाई मलजल गर्ने ठाउँलाई जरैदेखि परिवर्तन गर्ने प्रयास। एकदम राम्रो उदाहरण। प्रहरी चौकी भएपछि त त्यहाँ कसले फोटो खिच्ने वा भेलाउने हिम्मत गर्छ र होइन र? गर्दैन नि। त्यही त सरकारको मुख्य लक्ष्य हो। पर मलाई एउटा कुरा के खड्क्यो भने इतिहासलाई एउटा नयाँ रङरोगन गरेर वा त्यहाँ प्रहरी राखेर मात्रै मेट्न सकिन्छ त? यो एकदमै महत्त्वपूर्ण प्रश्न हो। त्यो भवन नयाँ राखिएको एउटा स्मारकको बारेमा पनि हामीले स्रोतमा पढेका थियौँ नि। त्यसले त इतिहासलाई जस्ताको तस्तै सम्झाउने काम गरिरहेको छ नि। तपाईले ठ्याक्कै विरोधाभासपूर्ण बिन्दुलाई छुनुभयो। एकातिर सरकार त्यो भवनको नाजी चिनारी मेटाएर त्यसलाई सामान्य प्रहरी चौकी बनाउन चाहन्छ, तर अर्कोतिर त्यही भवनको ठिक अगाडि एउटा स्मारक छ जसले त्यहाँको भयानक इतिहासलाई चिच्याई बोलिरहेको छ। त्यो स्मारकमा कुदिएको मार्मिक हरफले जो कोहीलाई पनि एकछिन रोकिन बाध्य बनाउँछ। त्यहाँ एकदमै स्पष्ट शब्दमा लेखिएको छ नि। हो, त्यो हरफ निकै शक्तिशाली छ।
त्यहाँ लेखिएको छ, शान्ति, स्वतन्त्रता र लोकतन्त्रको रक्षा गरौँ, फाँसीवादी शासन फेरि कहिल्यै दोहोरिन नदिउँ, लाखौं मानिसको मृत्यु यसका लागि चेतावनी हो। यी शब्दहरू पढ्दा मात्र पनि एउटा अनौठो सिरिङ पनाउँछ। यो केवल एउटा ढुङ्गामा लेखिएको वाक्य मात्र होइन। हो नि, यो त समग्र मानव जातिको लागि एउटा गम्भीर चेतावनी हो जस्तो लाग्छ। एकदम। र यो चेतावनी अस्ट्रियाको लागि झनै गहिरो छ। हामीले यो भवनको संवेदनशीलतालाई बुझ्न अस्ट्रियाको त्यो समयको अवस्थालाई पनि हेर्नुपर्छ। सन् 1938 को कुरा हो। सन् 1938मा जब नाजी जर्मनीले अस्ट्रियालाई आफ्नो कब्जामा लियो, त्यसपछिको समय अस्ट्रियाको लागि अकल्पनीय रूपमा भयावह रह्यो। यो कुनै सामान्य राजनीतिक परिवर्तन थिएन। तथ्याङ्कहरू सुन्दा मुटु काम्छ। नाजी शासनकालमा करिब 65,000 अस्ट्रियाली यहुदीहरू मारिएका थिए। बाफ्रे, 65,000 मानिसको हत्या! यो संख्या सुन्दा पनि डरलाग्दो छ। त्यति मात्र होइन, 1,30,000 मानिसहरू त निर्वासनमा पर्न बाध्य भए। आफ्नो घरबार छोडेर भाग्नु पर्यो। यी केवल कागजी तथ्याङ्कहरू होइनन्, यी त हजारौं परिवारका मेटिसकेका कथाहरू हुन्। हो। त्यसैले जब हामी यो घरको कुरा गर्छौं, हामी केवल इटा र सिमेन्टको कुरा गरिरहेका छैनौं। हामी ती लाखौं मानिसको मृत्यु र विस्थापनसँग जोडिएको एउटा डरलाग्दो प्रतीकको कुरा गरिरहेका छौं। साँच्चै यो ठूलो चित्र बुझेपछि बल्ल महसुस हुन्छ कि किन एउटा सानो सहरको पुरानो घरले पूरै देशलाई यति धेरै बहसमा तानेको छ। यो यति भारी इतिहास हो कि यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने निर्णय कुनै पनि सरकारको लागि सामान्य प्रशासनिक काम हुनै सक्दैन। यस्तो संवेदनशील र पीडादायी इतिहास बोकेको ठाउँमा प्रहरी चौकी बनाउने निर्णय आफैमा कति जटिल छ भन्ने कुरा स्थानीय बासिन्दाहरूको प्रतिक्रियाबाट पनि प्रष्ट हुन्छ। हो, स्रोतमा उल्लेख गरिएका स्थानीय मानिसहरूका एकदमै फरक विचारहरूले यो निर्णयलाई हेर्ने दृष्टिकोण कति विभाजित छ भन्ने देखाउँछ। हामीले यहाँ कुनै पनि पक्ष नलिकन हेर्दा ती आलोचना र चिन्ताहरू एकदमै सान्दर्भिक लाग्छन्। जस्तै स्थानीय बासिन्दा सिबीले ट्रेबलमेयरको भनाई। उहाँले यो निर्णयलाई दुई धारको तरवार जस्तै हो भन्नुभएको छ। दुई धारको तरवार, यो एकदमै सटिक उपमा हो। हो नि, एकातिर यसले चरमपन्थीलाई त रोक्ला, तर अर्कोतिर भवनलाई अर्कै र अझ राम्रो ढङ्गले उपयोग गर्न सकिन्थ्यो भन्ने उहाँको तर्क छ। प्रहरी चौकी नै एकमात्र विकल्प थियो त भन्ने प्रश्न उठ्छ नि त यहाँ। यसै सन्दर्भमा नरसंहार पीडितहरूको प्रतिनिधित्व गर्ने संस्था मौथोसेन कमिटी अस्ट्रियाका सदस्य लुडविग लहरको तर्कलाई गहिरिएर हेर्नुपर्छ। उहाँले यो प्रहरी चौकी बनाउने निर्णयलाई सिधै समस्यापूर्ण भन्नुभएको छ। उहाँको तर्कले मलाई पनि एकछिन सोच्न बाध्य बनायो। उहाँको मुख्य तर्क के हो भने प्रहरी भनेको राज्यको संरचना हो, राज्यको शक्ति हो। हो त नि, इतिहासको सबैभन्दा ठूलो तानाशाह जसले राज्य शक्तिको चरम दुरुपयोग गरेर लाखौंको ज्यान लियो, उसैको जन्मस्थानमा फेरि राज्यकै शक्ति प्रदर्शन गर्ने संस्था लगेर राख्नु कति उपयुक्त हो। बिल्कुल, लहरको मुख्य चिन्ता नै यही हो। एउटा यस्तो ठाउँ जसले राज्य प्रायोजित आतंक र हिंसाको प्रतिनिधित्व गर्छ, त्यहाँ राज्यकै वर्दीधारी सुरक्षा निकाय राख्नु प्रतीकात्मक रूपमा निकै विडम्बनापूर्ण हुन्छ। उहाँको विचारमा त त्यहाँ स्मृति र शान्ति सम्वादका लागि छुट्टै केन्द्र बनाउनु उपयुक्त हुन्थ्यो, हैन र? हो, त्यस्तो केन्द्र बनाइएको भए त्यसले समाजलाई अझ सकारात्मक र गहिरो सन्देश दिन्थ्यो भन्ने उहाँको बलियो तर्क छ। यो तर्कलाई काट्न निकै गाह्रो छ। यसअघि ऐतिहासिक सचेतनाका कार्यक्रम चलाउने प्रस्तावले व्यापक समर्थन पाएको थियो भन्ने कुरा पनि त स्रोतमा छ नि। पाएको थियो। मानिसहरू आफ्नो शहरको यो कालो इतिहासलाई लुकाउन चाहँदैनन्। स्थानीय व्यवसायी ज्यास्मिन स्ट्याडलरको विचारमा पनि यसलाई ऐतिहासिक सन्दर्भमै राख्नु रोचक हुन्थ्यो, इतिहास मेटाउने उपकरणको रूपमा होइन। तर यहाँनिर अर्को एउटा ठूलो आर्थिक पाटो पनि जोडिएर आउँछ। हो, त्यो पुनर्निर्माणमा लागेको खर्चको विषय। यो भवनको जीर्णोद्धारमा करिब 2 करोड युरो खर्च भइरहेको कुरा स्रोतले उल्लेख गरेको छ। 2 करोड युरो, यो त निकै ठूलो रकम हो नि त। हो नि, जनताले तिरेको करको यति ठूलो हिस्सा एउटा यस्तो रूपान्तरणमा खर्च गरिँदैछ जसलाई स्थानीय बासिन्दाको ठूलो तबकाले पूर्ण रूपमा स्वीकारेको छैन। यसले गर्दा
आर्थिक दृष्टिकोणबाट पनि यो निर्णयको निकै आलोचना भइरहेको छ। तर सबै मानिसहरू यो निर्णयको विरोधमा मात्रै त छैनन् नि। छैनन्। हामीले यसलाई सन्तुलित रूपमा हेर्नुपर्छ। समर्थन गर्ने र सकारात्मक पक्ष देख्नेहरू पनि छन्। जस्तै इलेक्ट्रिकल इन्जिनियर वोल्फगाङ लेथनरको विश्वासलाई लिन सकिन्छ। उहाँको दृष्टिकोणमा धेरै व्यावहारिकता झल्किन्छ। उहाँले प्रहरी चौकी बन्दा त्यहाँ केही शान्ति आउनेछ भन्नुभएको छ। हो, जो मानिसहरू त्यही शहरमा दिनौं बस्छन् उनीहरूका लागि त्यो भवन अगाडि अति दक्षिणपन्थीहरूको भेला हुने सम्भावना कम हुनु ठूलो कुरा हो। दैनिक जीवनको शान्ति र सुरक्षाको दृष्टिकोणबाट हेर्दा लेथनरको तर्क एकदमै बलियो छ। प्रहरी चौकी भइसकेपछि त्यो दिनहुँको अशान्ति त हट्छ। तर यो विषय राजनीतिक र सामाजिक रूपमा कति जटिल छ भन्ने कुरा त ब्राउननाउका कन्जर्भेटिभ मेयरको कार्यालयको प्रतिक्रियाले नै प्रश्न पार्छ नि। उहाँहरूले यस विषयमा टिप्पणी दिन अस्वीकार गर्नुभयो नि त। राजनीतिमा मौनताको अर्थ धेरै गहिरो हुन्छ। यो विषय यति विवादित छ कि यसमा जे बोले पनि विवादमा तानिने पक्का छ। एकदम। यी सबै विभिन्न दृष्टिकोणहरू, तर्कहरू र मौनतालाई एकै ठाउँमा राखेर हेर्ने हो भने समग्र स्रोतको निचोड के निस्कन्छ भने यो केवल एउटा भवनको कुरा मात्र होइन। हो, यो त अस्ट्रियाले आफ्नो नाजी अतीत र नरसंहारको इतिहासलाई कसरी स्मरण गर्ने भन्ने ठूलो बहस हो। ठ्याक्कै। इतिहासको पीडादायी स्मृतिलाई कसरी रूपान्तरण गर्ने भन्ने निकै गहिरो विषय हो यो। इतिहासलाई मेटाएर अघि बढ्ने कि त्यसलाई सम्झेर पाठ सिक्ने भन्ने यो सधैँ चलिरहने द्वन्द्व हो। आजको यो विस्तृत विश्लेषणबाट हामीले स्पष्ट रूपमा बुझ्न सक्ने मुख्य सिकाइ पनि यही हो। विभिन्न दृष्टिकोणबाट विश्लेषण गर्दा हिटलर जन्मिएको घरको यो नयाँ पहिचानले भविष्यको दिशा र ऐतिहासिक जिम्मेवारीबारे गम्भीर बहस छिड्छ भन्ने निष्कर्ष निकाल्न सकिन्छ। विगतका गल्तीहरूलाई एउटा राष्ट्रले कसरी स्वीकार गर्छ र आफ्नो आउने पुस्तालाई कस्तो सन्देश हस्तान्तरण गर्छ भन्ने कुरा यस्तै निर्णयहरूबाट तय हुँदो रहेछ। अब आजको यो गहिरो विश्लेषणलाई बीट मार्ने बेला आइसकेको छ। तर कार्यक्रमको अन्त्य गर्नुअघि सुन्ने सबैको मनमा म एउटा गहिरो प्रश्न छाड्न चाहन्छु। पक्कै पनि यो विषयले धेरै प्रश्नहरू उब्जाएको छ। के एउटा भवनको भौतिक स्वरूप वा त्यसको उपयोगिता परिवर्तन गर्दैमा त्यसले बोकेको सयौं वर्ष पुरानो मनोवैज्ञानिक र ऐतिहासिक विरासतलाई साँच्चीकै पूर्ण रूपमा मेट्न वा बदल्न सकिन्छ त? यो साँच्चै विचारणीय प्रश्न हो। वा इतिहासका यी मौन साक्षीहरूले जुनसुकै रूपमा पनि आफ्नो कथा भनिरहन्छन्? यो गहन विश्लेषण सुन्नुभएकोमा धेरै धेरै धन्यवाद। धन्यवाद। भविष्यमा यस्तै नयाँ जानकारीमूलक विषयवस्तुका साथ भेट्ने वाचासहित हामी बिदा चाहन्छौं।